दर्शनजस्तै सानो भिडियोको क्लिप लिएर आएको छु। अनि बुहारीले नाना तिमीलाई कुटेपछि हजुरआमाको आक्रोश भरोस छ। आफ्नो छोरछोरी कुटेको छ बुहारीले। अनि हजुरआमा चाहिँ धेरै रिसाउनु भएको छ। भिडियो हेरिदिनु होला, मलाई माया गरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला मेरो च्यानलमा। नाति नातिनीलाई किन कुटिस? मेरो नाति नातिनीले कुट्ने के अधिकार छ? मैले पनि हुर्काएको, मलाई पनि माया लाग्छ, किन कुटिस? मैले त्यत्रो छोराछोरी पाएँ, हुर्काएँ, बढाएँ, पढाएँ, त्यत्रो बनाएर बेदान गरेँ, एक्लोबाट लाइन, तैँले किन कुट्छस्? तपाईको पो छोराछोरी ज्ञानी त र कुट्नु भएन, तिनीहरूको त बिहोरा हेर्नु कस्तो छ? ज्ञानी त आफू ज्ञानी हुनु पर्यो नि, संस्कार राम्रो दिनुपर्छ छोराछोरीलाई, तब ज्ञानी हुन्छ। आफू नै यस्तो छस् अनि कताका छोराछोरी ज्ञानी हुन्छ त? जस्तो बाटो हिँडायो, पहिलो पाठशाला भनेको नि घर हो के, घरमा राम्रो संस्कार दिनुपर्छ। राम्रो संस्कार पायो भने छोराछोरी त्यस्तै बन्छ, आफू अनुसारको हुन्छ, आफू गतिलो बन्न। छोराछोरी कुटेको छ, डाङडाङ र डुङडुङ लाएको छ, टाङटाङ र टुङटुङ, हामीले त्यत्रो पायौँ, खोइ मेलापात पनि गर्नुपर्छ, काम पनि गर्नुपर्छ, एक्लोबाट नलाइकन हुर्काएर यत्रो ठुल्ठुलो पारेर बिहादन पनि गरियो, पढाइयो, लेखाइयो, कुटेन त? तपाईको नानीहरू त्यस्तो कस्तो छ बिहोरा? यत्रो यत्रो भाटा बोकेर कुटाकुट खेल्दिरहेको थियो। खेल्छ, त्यस्तै सिकाएको छ, खेल्छ त। अनि राम्रो मुखले बाबु नानी भनेर अर्थी उपदेश गरेर राम्रो संस्कार दिनु भने राम्रै हुन्छ नि। गरेपछि अनि त्यस्तै त बन्छ त। अनि चल्छ, कुट्छ, जे पाए त्यही बोल्छ, छाडा बोल्छ, त्यस्तै त हुन्छ त। मैले मेरो छोराछोरी एक दुई लपेटा हिर्काउनु नि नपाउनु आमा? पाउँदैनस्, मेरो खुन हो के? तैँले एक्लोबाट हान्दाखेरि नि मेरो भित्र मलाई दुख्छ, तेरो छोराछोरीलाई भन्दा बढी नि मलाई दुख्छ। तैँले कुट्न पाउँदैनस्। मेरो नाति नातिनी मैले कति दुःख गरेर हुर्काएको छ, कस्तो गरेछ? तैँले कुट्ने हो? अर्ती बचस दे न, के अरे सम्झा बुझा, राम्रो संस्कार दे, त्यो पो हो त। कुटेर पिटेर डङडङ डुङडुङ गरेर गतिलो बन्छ? मेरो चित्त दुख्छ। आइन्दा कुटी मात्रै हेर्न, अनि के हुँदो रहेछ। ल अबदेखि काटुङ्ला। अबदेखि कुटी मात्रै हेर्न, त्यतिखेर अनि तँलाई चाख्लास कस्तो हुँदो रहेछ।